अब एकछिन वरपर तपाईँहरूसँग कुरा गर्छु ल यहाँ को आउनुभएको छ गाडीमा ल गाडीमा को आउनु भयो ओ माइ गॉड नोबडी आयुष दाईको अडियन्स पनि यस्तो पोर हामीले के ठान्छौँ त आयुष दाई भनेको चाहिँ सबैभन्दा टप लेभलको कमाउने मान्छेहरूको निस अडियन्स भएको मान्छे हो लाग्थ्यो क्या हामीलाई चाहिँ तर तपाईँहरू पनि सब इनड्राइभवालाहरू यहाँ म कुरा गर्छु ल तिमीसँग कुरा गर्न मिल्छ तिमी एकदम इन्ट्रोभर्ट मान्छे जस्तो देखा के हो तिमी म्याडम यहाँ कसरी आइपुग्यौ तिमी ल कसरी कसको थ्रुबाट जुम भने आइदिएको चिन्छौ आइस दाइलाई हेरिरह हुन्थ्यो अनि आइदिएको फर्स्ट टाइम आएको तिमी सो स्ट्यान्डअप सो फर्स्ट टाइमको कसको यति धेरै आम्मा ल ल रमाइलो हुने भयो त्यसो भए फर्स्ट एन्ड लास्ट हुन्छ क्या हो दाइ तपाईँको लास्टै भद्र छ यार चस्मा के हो तपाईँको नाम केभिन ओ माइ गॉड यस अफकोर्स यार त्यो चस्मा लगाउने मान्छे केभिन नै हुन्छ क्या अफकोर्स रमेशले लाउनु सक्दैन त्यो चस्मा गाह्रो छ रमेशलाई गाह्रो छ जाडोमा अनि लाइक दाइ इज वेयरिङ चेन खोल्न मिल्ने टी सर्ट क्या भित्रबाट त्यो लाएर पनि अनि गाडीमा आएको पनि होइन कस्तो चिसो भयो केभिन दाइ तब के गर्नुहुन्छ पढाउनुहुन्छ के पढाउनुहुन्छ साइकोलोजी पढाउनुहुन्छ ब्याचलर्स लेभललाई हो अब यो म त मेरो समस्याहरू चाहिँ आइरहेको सबै राति निन्द्रा लाग्दैन के हो दाइ अनि तपाईँ लाइक साइकोलोजी पढाउने मान्छेहरूलाई चाहिँ साइकोलोजिस्टहरूसँग चाहिँ जानुपर्छ कि पर्दैन तपाईँहरूलाई चाहिँ रेकमेन्ड गर्छ तर तपाईँहरू चाहिँ अटेरी हो क्या सबले आएर साइकोलोजिस्टसँग जा अलिकति बुझ भने होइन बरु म पढाउँछु सिकाउँछस् मलाई तपाईँको मेन्टल हेल्थ अल गुड विल फाइन्ड आउट के गर्नुहुन्छ बिचमा त्यसले खोलिदिनु हुन्छ कि तपाईँसँग बोल्छु म तपाईँको नाम के हो नाइ ल मैले अप्रोच गर्न खोजेँ होइन डराइदिएर दाइ म त्यस्तो भाइब दिन्छु र डर लाग्दो प्लिज के भन्छ आई थिङ्क आई निड यु आज लेट मी नो तपाईँसँग बोलिदिनु तपाईँसँग बोल्छु दाइ यस भन्नु न के छ त तपाईँको नाम के हो के छ खबर ठिक छ ल सक्यो यति हो त पिङ्क टी सर्ट चाहिँ किन लाग्यो वा गे पिङ्क फेभरेट हो दाइ मैले छोरा मान्छेले यस्तो एक्सेप्ट गरेको चाहिँ बेटी देखाएको छु दाइको लागि ताली बजाइदिउँ प्लिज वाह म्यान लभ इट वाह अल्सो गे हुनु पनि केही छैन त्यो उहाँको लागि फेरि ताली बजाइदिनु तपाईँ चाहिँ के गर्नुहुन्छ काम त सियो थियो डिजिटल मार्केटिङ एजेन्सी छ आफ्नै एज अ इम्प्लोइ कर्पोरेट ओके तपाईँले ह्यान्डल गरिरहेको क्लाइन्ट कुन हो माटो माटो के हर्क साम्पाङ माटो नेपाल कसैले सुन्नु भएको छ म्यान त्यो त फेरि बर्न भयो कि कसैले सुन्नु भएको छैन दाइले कति वर्ष भयो माटो लिनुभएको 6 महिना भयो कसैले सुन्नु भएको छैन त्यो ब्याड थिङ हो धेरै नराम्रो हो नि तपाईँले के कहाँ खर्च गरिराख्नु भयो त पैसा माटोको एडभर्टाइजिङको पैसा धेरै खुसी हुनुहुँदो रहेछ तपाईँ यति खुसी हुनुहुन्छ कि तपाईँको फेलियर भन्दा हाँसिदिनु भएको छ कि तपाईँ अथवा तपाईँ फेलियर पनि हो भन्ने एक्सेप्ट गर्नुहुन्छ हो युआर फेलियर Oh man, but don't worry, you are also gay. कोसँग बोल्ने भर्खर केटाहरू छ दुईजना तिमीहरूसँग बोल्छु म तिमीहरूको नाम के हो मैले याद गर्नुभयो दाइसँग बोल्दाखेरि अर्कै थियो टोन अनि यो फुच्चाफुच्ची देख्ने बित्तिकै म हक्कार दिइहाल्छु किन आएको घरमा भनिस् सुशान्त भाइ सुशान्त कोसँग आएको साथी भाइ हो फर्स्ट टाइम आएको कसलाई हेर्न लगाएको पनि थाहा छैन तिमीलाई यहाँ नाचगान चाहिँ हुँदैन थाहा नि हजुर ए क्लब लिएर आएको
भनेपछि एन्ट्री फीमा अझै 500 रुपियाँ तिमीले दिनै बाँकी छ तिमीले 300 मात्र देऊ 500 देऊ 500 देऊ स्ट्यान्डअप हेरेको छैन अहिलेसम्म कहिले अनलाइन पनि हेरेको छैन उसलाई थाहा छ तिम्रो बारेमा धेरै भाइ तिमीलाई पनि केबिन दाइको आवश्यकता छ जस्तो लाग्यो तिमी चाहिँ के गर्छौ सुसन ब्याचलर सकायो केमा के पढ्यो बिबिए सकिसक्यो अनि लुकिङ फर जब विदेश जाने सिधै डिजिटल मार्केटिङ नगर्ने भाइले बुझिसक्यो अल राइट हेलो एभ्रिवान यो शनिबार मेरो एउटा स्ट्यान्डअप कमेडी सोलो सो जुन मैले लाइफमा फर्स्ट टाइम गरिरहेको छु 1 आवरको सोलो सो हुँदैछ फेरि भन्छु ल हेलो एभ्रिवान मेरो यो शनिबार फेब्रुअरी 14 भ्यालेन्टाइन्स डेकै दिन फर्चुनेटली मेरो एउटा सोलो सो हुँदैछ स्ट्यान्डअप कमेडी सोलो सो 1 आवरको म 1 आवर मेरो अहिलेसम्म गरेको सबै जोकहरूलाई कम्पाइल गरेर एउटा सो बनाएको छु सोको नाम हो सेटिस्फाइङ बिकज मेरो नाम सिटिआइएसएच अनि त्यो हो अनि त्यस पछाडि शनिबार 3 बजे दिउँसै हुँदैछ ताकि कोही कपाल हुनुहुन्छ भने कपालहरू आएर त्यहाँ सो हेरेर अनि त्यस पछाडि यु क्यान गो टु अथवा अनि यदि इफ युआर सिङ्गल त्यो हुँदा नि आउँदा हुन्छ आई ट्राई टु म्याच यु गाइज दुईजना कोही अरू पनि सिङ्गल आएको रहेछ भने अनि तर इट विल बी भेरी फन सो इज टिकट चाहिँ happyclub.com.np मा पाइन्छ अनि आई सी यु गाइज देयर